अहिले जति पनि बालेन शाहले चाहिँ बैठक संसद छोडेर बिचैमा राष्ट्रपतिले बोल्दा बोल्दा हिँडेको भने होइन धेरैले भनिरहेका छन् क्या। यसको मतलब के होला कमेन्ट चाहिँ गर्नु होला। तर म के भन्छु नि, यसको अर्थ के हो भने मलाई झाँसा लाग्छ अब राष्ट्रपति अयोग्य छन् होइन, अब सक्षम छैनन्। अब राष्ट्रपतिले चाहिँ राजीनामा दिनुपर्छ भने एउटा उनको तर्फबाट गरिएको एउटा विद्रोह होला, मलाई त्यस्तो लाग्यो। अनि के यो अब साँच्चै नै अब राजीनामा दिनुपर्छ अब हाम्रो राष्ट्रपतिज्यूले, कि साँच्चै नै राष्ट्रपतिज्यू असक्षम असफल नै हुन् त? यसरी जनाइएको विरोधलाई अब हामीले के राजीनामा दिने भन्ने सङ्केत हो यो? हुन त कतिपय संसदमा मान्छेहरू उठेर विद्रोह गर्छन् होइन। त्यसरी नै मलाई लाग्छ अब बालेन्द्र शाहले पनि राष्ट्रपतिज्यूको चाहिँ अब राजीनामा मागेका छन् जस्तो चाहिँ सङ्केत है यो चाहिँ। तपाईँलाई के लाग्छ कमेन्ट गर्नु होला है त।